हेलो गाइसहरु, आज चाहिँ वैशाखदेखि पानी परेको आजको दिनदेखि चाहिँ आज जेठ 8 गतेदेखि यता चाहिँ एकदमै उज्यालो मौसमहरु माथि हरि आकाशमा देखेको छ हैन। कालो बादलबाट हरियो भएर चाहिँ मौसमहरु भएको छ है। आकाशतिर हेर्दा पनि रमाइलै जस्तो आकाशहरु भइरहेछ है। आजका दिनदेखि यता चाहिँ मौसमहरु एकदमै परिवर्तन भएर सफा भएको छ। हाम्रो मकालु 2 डाँडा गाउँमा चाहिँ है शंखसभा जिल्लाको हेर्नुहोस् 9000 मेगाहर्जको अरुण थप विश्वको दोस्रोमा पर्दछ हाइड्रो पावरहरु है देखिरहेछ परो हैन। आम्राङको अरुण खोला पनि देखिरहेकै छ हैन। विश्वको दोस्रोमा पर्छ हैन। यो के भन्छ रे यो डाँडा गाउँ हो यो चाहिँ हैन। म चाहिँ आज बाख्राकोटला छु। यो भिरमा हैन, भिरमा हरियो एकदमै हरियाली छ है। बर्खा मौसम हो हैन। उज्यालो देखिरहेछ। फेरि बाख्रा मेरो बाख्राहरु यतै छ ढाँडुरमा। यहाँदेखि उता हेर्यो भने कहाँ हो है। डेन्जर छ। यहाँदेखि उता गयो भने कुन कतिको टाढा भन्ने थाहा छैन हैन। हरियो जङ्गलहरु भएको छ अहिले हैन। खेतहरु कालो भइरहेछ अहिलेको मौसमले गर्दा। अब खेत रोप्नुको लागि तयारी चाहिँ भइरहेछ टकमारुहरु हैन। धेरै जस्तो चाहिँ हरियो नै छ हैन। हल्का कालो छ मात्र भने जङ्गलहरु सबै कालै छ। यो चाहिँ आज बाख्राकोटला हो। यतातिर बाख्राहरु छ। कहाँ हो तपाईहरुले देख्नु नि हुन्न होला है। यतातिर छ बाख्रा धेरै छरिएको छ। त्यो कारणले देखिरहेछ हैन। कहाँ छ कहाँ के छ। आज आकाश यता देखिरहेछ है। सबै आजदेखि चाहिँ ए साथी उज्यालो खरे डाँडाउनेतिर लागेछन् तर डढ्ने त हो हैन आगो चाहिँ सल्केको हुन्छ हैन। 2 महिना पानी परेकोले हुनाले घर छाउनेले तल रुममा हाम्रो किसान एम्बा कान्छाले पनि घर छाकै छ उता निकै टाढा भएको कारणले देखिन्न है। त्यस्तो भइरहेछ हो साथी हो।